हेलो नमस्ते जुजुलुपा सबैलाई ह्याप्पी न्यु इयर। सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। म चाहिँ यो भिडियो मार्फत तपाईहरुलाई हामी तिहारमा के गर्छौं भनेर देखाउँछौं। यदि भिडियो लामो भएमा चाहिँ पार्ट 1 पार्ट 2 पार्ट 3 गरी देखाउँछौं। सकेसम्म मैले राम्रो गर्ने ट्राई गर्छु। हामी महापूजा भाइटिका गर्नको लागि चाहिँ हामीलाई यस्तो कपडा नभए नहुने। यो कपडालाई चाहिँ हामीले जनकोखा बनाउँछन् कपडा राखेर। काच्यापु भन्छ हामी चाहिँ यसलाई। कपडा काटेर राख्छौं हामी। एकदम रमाइलो छ। हेर्न सक्नुहुन्छ। यो चाहिँ महापूजाको लागि राखेको भयो। यो चाहिँ भाइटिकाको लागि राखेको भयो। मम्मीले चाहिँ जनकोखा बनाउँदैछ। जनकोखा बनाउने नि रुल्स हुँदो रहेछ, तरिका हुँदो रहेछ। महापूजालाई 6 चोटि घुमायो भने किजाबुजालाई चाहिँ 12 चोटि घुमाउँदो रहेछ। हाम्रो जनकोखा रेडी भइसकेको छ। मम्मीले चाहिँ इटा बनाइराख्नु भएको छ। यो इटा पनि कपडाकै हुन्छ। हेर्न सक्नुहुन्छ मेरो मम्मी एकदम मन लगा के। हेलो मम्मी। मम्मी मेरो मम्मीको आँखा एकदम ठुलो ठुलो छ। यतिका धेरै बनाइसक्नु भएको छ मेरो मम्मीले। यति लामो हुन्छ कि डोरी इटा। हाम्रो नेवारीबाट चाहिँ माडुसी खाउँ माडुसी रंग देखेमा भन्छ के। आफ्नो हाइट कति छ हैन त्यत्रै बनाउनु पर्छ भन्छ के। त्यो लुके गर्दाखेरि ननिबोस् भनेर। अलि चाडपर्व आएको एकदम राम्रो, तर केटीहरुलाई दुःख के। किनकि घरको सबै सरसफाइ गर, खानेकुरा बनाऊ। अहिले चाहिँ म लिप्दै छु। लिप्ने पनि तरिका हुँदो रहेछ। अहिले यो लक्ष्मी पूजाको दिन चाहिँ बाहिरबाट चाहिँ भित्र लिप्नु पर्छ। बाहिरदेखि चाहिँ लिप्दै आएर पूजा गर्ने ठाउँसम्म लिप्छ। मलाई चाहिँ रङ्गोली बनाउन आउँदैन, त्यसैले चाहिँ यस्तो भएछ। अब यसमा कलर लाउनु पर्छ अनि अलि राम्रो होला कि भन्ने आशा छ।这个都是大家去不兄弟。对。我的。रङ्गोली बनाइसकेपछि चाहिँ मन्दिर जान रेडी भएर चाहिँ म निस्किसकेँ। कुमारलाई दियो बाल्दै त्यसपछि गणेश मन्दिर गएको, तर गणेश मन्दिरको भिडियो लिन पाएन। फर्केको भिडियो यो चाहिँ। फर्केर चाहिँ घरमा पनि बाल्नु पर्ने, त्यहाँ बाल्दै पढाइमा बाल्दै यो चाहिँ हाम्रो डान्स क्लासको डान्स गर्न लाग्छ होइन।
हाम्रो चाहिँ पूजा सकिसकेको छ हैन। तपाईहरु हेर्न सक्नुहुन्छ हाम्रो घरमा पनि एकचेले मिलिराखिसकेको छ। क्यामेरा अलि नमिलेर चाहिँ कालो कालो आएको छ। हाय छेले मेले देउसी रे आए के छेले मेले। आजा पिया आजा हो, आजा पिया आजा तेरे ही लिए जलते